हेलो शिवा र शिवा सबैजनालाई अनि हाम्रो समिन्द्र युट्युब च्यानलमा चाहिँ हजुरहरूलाई स्वागत छ र हाम्रो समिन्द्र युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब पनि गर्नु नभुलिदिनु होला भन्दै आज चाहिँ मैले आफ्नै घर अगाडिबाट ब्लग आफ्नै घर अगाडि भन्दा पनि घर आँगनबाटै मैले चाहिँ ब्लग स्टार्ट गरिरहेको छु किनभने आज चाहिँ कामहरु एकदमै धेरै छ। अस्ति नै हामीले थ्रेसर लाएको थियौं, थ्रेसर लाउँदा चाहिँ थ्रेसरले चाहिँ अति नै धान फ्यालेको थियो क्या, नयाँ थ्रेसर भएर होला। अनि त्यही आज चाहिँ त्यही धानहरु अब अघि बुवाहरुले चाहिँ बोरामा उठाएर राखेको थियो नि त, त्यो भुस्सरी भएको त्यो चाहिँ बुवाहरुले ट्र्याक्टरमा लानुभयो हावा लाउनको लागि पिचमा। अनि म चाहिँ अब यहाँ रकहरू उठाएर अब यसलाई व्यवस्थापन त गर्नु पर्यो हैन, घरको अगाडि नै अब यस्तो फोहोर भइराछ। त्यही भएर अब म चाहिँ यसलाई उठाएर ग्वालीतिर लाउँछु। दिँदै रहेछ फेरि के गर्नु, फेरि अहिले चाहिँ कस्तो अल्छी लाग्दो दिन भइराछ क्या, एकदमै अल्छी पनि लागिरहेछ मलाई चाहिँ। त्यतिर उडाइरहेछ सुरु पर्यो नि, अब यसलाई सोरेर पर्यो, यो बाल्टीमा उठाएर ग्वालीमा लगाइदिनु पर्यो। हावा उडेको हेर्नु साथीहरु, हावा उडेको देख्नु, हावाले उडाएको, हावा चलेको हावाले उडाएको देख्नु साथीहरु, हावाले फेरि एकदमै उडाइरहेछ। हातले सोर्नु परिरहेछ, पन्जा लाउनु पनि पन्जा पनि कहाँ हरायो क्या पन्जा। यति भयो, अझै छ सोर्नु पनि, मजाले सोर्नु पनि। म यसलाई फाल्छु, अब ग्वालीमा फाल्नु पर्यो, यसलाई चाहिँ ग्वालीमा लगाइदिनु पर्यो। ला सबै पोक्यो, ग्वाली चाहिँ यहाँ छ, अब यही ग्वालीमा हालिदिन्छु। यही ग्वालीमा फाल्नु पर्यो नि। आमामा हावा हेर्नु, हाम्रो दाउरा चाहिँ यहाँ छ, अलिकति छ दाउरा पनि। साथीहरु यो चाहिँ हाम्रो चारो पकाउने चुल्हा हो, तर पनि अब आज चाहिँ दिउँसो दिउँसो छ नि त, अनि आज चाहिँ यही म खाजा बनाउँछु। खाजा चाहिँ चाम्रे भात बनाउँछु। अब यो सानोमा चाहिँ आगो जोड्छु किनभने यो चाहिँ ठुलो भाडा बसाल्ने हो नि त, अनि यहाँ सानोमा आगो जोड्छु। यहाँनिर आगो छ, यहाँ देख्न सक्नु भइरहेछ नि, धुवा आइरहेछ। यही आगोलाई यतापट्टि सारेर खाजा पकाउँछु, चाम्रे भात पकाउँछु। अब म ल है साथीहरु, अब म यहाँको आगो चाहिँ यतापट्टि सानो यो चुल्हामा सार्छु अनि यो चुल्हामा बनाउँछु खाजा चाहिँ। खाजामा चाहिँ हाम्रो आज चाम्रे भात हो। अब यहाँबाट यसरी हाल्नु पर्यो आगो चाहिँ। चुलो पनि फेरि हेर्नु न कस्तो खालको चुलो भन्दा पनि यो चाहिँ एकदमै दाउराहरू चाहिँ यहाँनिर फारो हुँदो रहेछ है साथीहरु, दाउराहरू चाहिँ फारो हुँदो रहेछ भन्ने कुरा चाहिँ बुझियो हाम्रो। तर यो बाहिरको चुल्हा भएर हामीले त्यति मजाले यो लिपलाप गरेको छैनौँ, खासै बनाउँदैनौँ नि त हामी यो चुल्हामा खानाहरू। हाम्रो त भित्रै छ चुल्हा, अनि त्यति साह्रो हामीले लिपपोत गरेका छैनौँ। अनि यस्तो छ चुलो पनि। अब म यो चाम्रे भात खाएर चाहिँ फेरि मेरो ड्युटी जानुपर्छ। म चाहिँ राँगो चढाउनु जान्छु नि त, राँगो चढाउँछु, 1-2 घन्टा चढाउँछु अनि लिएर आउँछु अनि बान्छु, अनि फेरि बेलुकाको खानासाना खायो, अनि त्यसपछि फेरि त्यही त हो नि हैन, खाना खायो, धन्दासन्दा गर्यो, सुत्यो, त्यही त हो नि। मैले चाहिँ यो चाम्रे भात पकाउनुभन्दा अगाडि सुरुमा चामल रेडी गरिरहेको छु। यति चामलले पुग्छ, यति चामल चाहिँ मैले रेडी गरेको छु। अब यसलाई म दुई पखाली गर्छु। चाम्रे भात पकाउने कराई चाहिँ बसालिरहेको छु है साथीहरु। मैले धोएर रेडी गरेको चामल अब लाउँछु, कराई खरिरहेको छु। मान्छेहरूले क्या यो चाम्रे भातमा मनपर्नेले चाहिँ मेथी अथवा जिरा लाउँछ नि,
तर मलाई चाहिँ मन पर्दैन त्यही भएर केही नलगाइकन सादा पकाइरहेको छु है त यहाँ बेसार हालिसकेको छु अब नुन हाल्छु म नुन चाहिँ अलिक चर्कै खान्छ हामी चाहिँ त्यही भएर अलिक धेरै नै हाल्छु गरम गरम चलाउनु पर्यो यसलाई म चाम्रो खाने भने चाम्रै धेरै लाउँदा हुन्छ पानी गिलो खाने भने गिलोको लागि चाम्रो खाने भने थोरै पानी लाउनु पर्यो गिलो खाने भने अलिक धेरै पानी लाउनु पर्यो म चाहिँ अलिक चाम्रै पकाउनुलाई अलिक थोरै नै पानी लगाइहाल्छु यहाँ चाहिँ ल अब चाहिँ मैले यहाँ रेडी गरिसकेँ अब पाकेपछि देखाउँछु है त फाइनली अब चाहिँ चाम्रे भात पनि एकदम मजाले फटफट पाएको अब म यो चाम्रे भातलाई लिएर जान्छु मम्मी बुवा तलै हुनुहुन्छ नि त रोडमै अनि म यो अब खाजा चाहिँ लिएर जान्छु गाउँ चाहिँ एकदमै हरियो छ यहाँ चाहिँ अनि मैले चाहिँ बुवा मम्मीलाई चाहिँ विशेष गरी खाजा पुर्याइदिएर म चाहिँ यता ड्युटीतिर आएको थिएँ अनि यो हरियो एकदमै लररर हल्लिएको देख्दा मलाई चाहिँ यो भिडियो नगरी बस्नै मन लागेन त्यही भएर मैले यो भिडियो गरिरहेको छु ठक्क भन्नुपर्दा चाहिँ हजुरहरूलाई पनि हजुरहरूको लागि पनि होस् भनेर मैले चाहिँ यो विशेष गरी भिडियो गरिरहेको छु होइन कतिलाई त रमाइलो लाग्छ नि त अब हरियो परियो देख्दा होइन त्यही भएर मैले यो क्याप्चर गरिरहेको छु है साथीहरू यहाँनिर यो गाउँको छेउछेउमा चाहिँ फेरि यहाँनिर फापर पनि छ फापर पनि पाक्ने बेला भइसकेको जस्तो लाग्यो मलाई यो फापर कस्तो भइरहेछ नि कालो कालो भइरहेछ यो पाक्नु आँटेको होला यो फापर चाहिँ विशेष गरी रोटो खान्छन् क्या यो फापरको चाहिँ रोटो खान्छन् त्यही भएर छरेको होलान् यो फापरको चाहिँ फेरि तरकारी पनि हुन्छ एकदमै मिठो लाग्छ मलाई चाहिँ तरकारी पनि सानोमा क्या अहिले होइन उम्रिने बित्तिकै सानो हुन्छ नि त्यतिखेर चाहिँ यसको तरकारी पनि मिठो हुन्छ र यसको यो फलको चाहिँ यो जुन फलिरहेछ नि यो फल चाहिँ यो कुटेर खान्छ क्या मजाले पिठो हुन्छ तर यो अहिले फल चाहिँ मजाले लागिसकेको रहेन रहेछ बोट चाहिँ क्या मजाले सप्रेर आइरहेछ कति राम्रो भएर क्या फल चाहिँ अब कतिको फल्छ हेरौँ हावाले पनि सरर हल्लाइरहेछ गहुँ अब यहीँ हरियो गाउँबारीबाटै म चाहिँ भिडियोलाई इन गर्छु र सुरुदेखि अन्तिमसम्म जसले हेरेर हाम्रो भिडियोलाई हेरेर साथ दिनुभयो त्यसको लागि सबैजनालाई धन्यवाद भन्दै अन्तिममा समिन राई युट्युब च्यानललाई चाहिँ सब्सक्राइब पनि गरिदिनु होला है त साथीहरू सब्सक्राइब गर्नु नभुलिदिनु होला भन्दै आजलाई चाहिँ बाई बाई साथीहरू।